माछा टाउकोबाट सुरु सुगर है फर्स्ट बाइट फर्स्ट बाइट यो चाहिँ 8 बाइट टाउकोबाट सुरु गरेको मोमो चाहिँ आयो त उता दालहरू आयो उहाँले आफ्नो त्यसमा आयो जुम गर्नु आयो होला हावा भन्छ यम यम तर म्याग्नेट छ होला त्यो होइन हामी त अलि यता सरेर त स्ट्यान्डमा राख्नु न अलि सरेर यता छ त अब त हावा सफ्ट अनि मिठो क्या हो मेन्यू ट्राउटको के मेन्यू बुढा नीलकण्ठको शिवपुरीको के भन्नु हो फेदमा ब्रान्ड रेनबो ट्राउट ट्राउटको चाहिँ फार्ममा छौँ यहाँ चाहिँ अब लाइफ फिस तेरो बाउको पैसा आउने बनाइदिनु लाइफ फिस चाहिँ आफ्नै स्टाइलले छैन बनाएर चाहिँ के? लाइफ फिसमा पाइँदो रहेछ आज हामी त्यही क्रममा छौँ माछा देखाउनु न त्यो लाउने अगाडि सक्छ त्यस्तो खालको चाहिँ माछा बनाउँदो रहेछ पक्का झराहरू हड्डीसक्यो केही खेर नजाने गरेर बनाउँदो रहेछ म चाहिँ भत्न सक्दिनँ तपाईँहरूले हाल्नु ल मिठो छ जस्तो है बियर खाने माछाको हड्डी चाहिँ त्यसलाई जाने गरेर चाहिँ के हालेर बनाएको पहिला पहिरो भएर होला क्या है यसको फ्राई गरेर हो नि पहिला यिनीहरूले सिकिरहन्छ ठ्याक्क सिटी लगाएपछि माछाको हड्डी चाहिँ त्यसलाई पुजाउँदो रहेछ क्या केही नबस्दो रहेछ अनि पछि सिटी नलागेको किनभने खाउँ त यो मान्छेले धेरै खाएको छ कि क्या हो ठन्डा ठन्डा त्यस्तो हुन्छ क्या प्लेटमा धेरै धेरै छ त्यसो गर्दो रहेछ यसबाट केही खेर नराम्रो रहेछ साह्रै मिठो मिठो माछा सकेको स्टिमभन्दा फ्राई नै धेरै गरेर है स्टिमभन्दा फ्राई नै धेरै गरेर स्टिम धेरै नगर्नु ग्रेभी चाहिँ खानासँग खाइसक्यो भने खाएन तर यो जाम रहेछ खानु सक्छ जस्तो लाग्यो यस्तो छ खाएन माछाको कडी पुरा छेर्न कुद्छ हड्डी पुरा कुद लाँदो रहेछ
त्यो पकाउने तरिकाले हो माछा ठुल्ठुलै हो तर पकाउने तरिकाले गर्दाखेरि अचार पनि मिठो रहेछ होइन यो है यो टमाटोको अचार मिठो यो पनि मिठो छ है एउटा भाँडामा ल्याइदिनु नि त बरु बोलमा चाहियो भने थाप्नु भन्नुहुन्छ तर राख्नु एउटा बोलमा धेरै ल्याइदिनु क्या अर्को बोलमा अनि एक रात चाहिँ त्यस्तो अनि त्यहाँ छेउको यो त यहीसँग स्टिम गर्नु तर झोल बसेर त्यही झोल उसनी यो उसमा स्टिम स्टिम गरेर यो भन्दाखेरि यत्तिकै राखेर यस्तो बनाउँछ त्यो खाएर यो पनि त अब खानु सक्नै पऱ्यो यो हेल्दी हो यो चाहिँ त्यो तारेको हुन्छ के तारेको हुन्छ हेल्दी न खानु खानु मलाई बिहा हो खानु समिता गरौँ खान्छ समिता गुरुङ होला समिता गरौँ खान्छ के यो चाहिँ हेल्दी माछा हो नि त तपाईँको हातले छेक्यो सबै यसको भिडियो तर त्यस्तो नमिठो छैन माछा मिठो हो माछा मिठो बनाउन जान्नु नजान्नु त्यो भाजी हो यो माछा अब त्यस्तो चिसो पानीको माछा त अनि असरा भन्ने नि यस्तो यस्तो त हुन्छ नि होइन चिसो सलक्क परेको हुन्छ है त्यो लामो सलक्क असला जस्तो हुन्छ नि अचारमा खिचिसक्यो यो चाहिँ स्टिम ट्राउट फिस बाबुको लागि सक्यो यस्तो यस्तो प्रकारले बनाउनुपर्छ आहा यसलाई चाहिँ तपाईँको छट्टसँगले यस्तो गरेर यो चाहिँ हेल्दी एकदम हेल्दीमा हेल्दी केही नहालेको पनि अनि त्यो यतिकै खायो पनि भयो अनि यस्तो गरेर यस्तो गरेर टक्क महँगो त्यति नम्बर होइन मलाई चाहिँ त्यति साह्रो ए त्यत्तेरिका के रे बिहा खा पज गरेको जस्तो लाग्यो फेरि ल फेरि यस्तो गर्ने अब यो यतिकै खाए पनि भयो खाने आइबो त्यसले गरेर लाइट ट्राउट फिस चाहिँ तपाईँको डिप गर्ने चटनीमा यसरी खाने अनि चट्दाखेरि यस्तै गर्ने आमा फेरि एक त्यसरी त यो सन्त मिठो छ Gua plastik mana lampun? Banyak. Lalu apa kan? Banyak kan?
तेस्रो तपाईँको मन्त्रीले भन्दा राम्रो छ। मन्त्री पनि राख्छ त तिनी यसो भनेछ भने त हो र त्यहाँ ठिक पार्नुपर्छ त्यो त्यो लाग्छ हो होइन भने हो कि होइन कुनले भने कस्तो खालको मान्छे हो है त्यस्तो नहेर्ने हो र भने सकियो हो नि अब उसको ठाउँमा त हाई हुनुपर्ने सबै कुरा काट्ने रहेछ अनि झन् त अहिले गरे आऊ तर यो नहुँदो रहेछ के यो भिडबाट पढाउने सुरु नहुँदो रहेछ बिच हो त त्यही हो क्या सबैले भन्छ पैसा भरमा एउटा मन्त्री हाल्नु सुरु हेलिकप्टर लिनु गएपछि लिनु गएपछि एयरपोर्टभरि मान्छे अनि सट्टो गाडीमा जान्छ अनि लत्त तार लाग्यो कोही भेडा खोज्नु हिँड्ने कोही डोल पुरा खोज्नु हिँड्ने हो कि जति दिन त्यो दिन भोज नि मेयरले गाडी नचढ्नु चाहिँ वडा मन्त्री नभइकन हिँड्नु पर्ने नि त्यो सांसद है कस्तो थियो नि राम पैसा छाप्दैन हामी हो भने जस्तो गर्थ्यो हो त मोबाइल बोकिदिने एउटा झोला बोकिदिने एउटा खाता समाइदिने एउटा आमा जान्छ नि जान्छ त्यो भाडामा एउटा बट्टामा हिँड्ने हामी भनाइदिनु है विचार नभ्याउँदैछ है 3-4 जना छ अनि 7 दौडिन्छ सुर्ती खाँदैन सुर्ती खानुहुन्न नि त सुर्ती हाल्नुहुन्छ सुर्ती त हाल्दैन सुर्ती हाल्नुहुन्न सुर्ती त अर्को चाहिँ कस्तो भाउ चाहिँ हेर्छ भाउनु क्या तिम्रो सुर्ती हुन्छ त्यसमा चाहिँ हुँदैन मासु हाल्नु अब त निकै चिसो हुन्छ नि त देख्छ हो सराई लेख भनेको चाहिँ नियरली मलाई सेक्रेटरीलाई inside of the